guys, welcome back to Sima channel again. आज पनि मैले सीमाको च्यानलमा आफ्नो कुकिङ रेसिपी शेयर गर्न लागेको छु. In today's menu, I am planning to make aloo chop. र म अब हजुरहरुलाई मैले के इन्ग्रेडिएन्ट्सहरु प्रिपेयर गरेको छु म देखाउँछु. Just wait for it. यहाँ रहेको छ मसिनो गरी काटेको प्याज, हरियो खुर्सानी, धनिया, अदुवाको पेस्ट र आलु. र मैले ब्याटर बनाउनको लागि साइडमा लिएको छु यो चिकपी, त्यो भनेको चाहिँ बेसनको पिठो. र अब म हजुरलाई ब्याटर बनाइसकेपछि कतिको ब्याटर बनाउने भनेर पनि देखाउँछु ल. अघि मैले भन्न छुटाएको अर्को बाँकी इन्ग्रेडिएन्ट्सहरु जुन चाहिँ एकदमै इम्पोर्टेन्ट छ त्यो भनेको चाहिँ यो हो भुटेको जिरा धनियाको पेस्ट. र यहाँ रहेको छ हिमालयन पिङ्क सल्ट, जसले चाहिँ अलिकति के भन्छ मिठो टेस्ट चाहिँ याद गरेको हुन्छ आलु चपमा. ल अब हेरौँ है त कस्तो बन्छ. अब एउटा ठुलो भाँडा लिएर सबै सामानहरू जुन आफूले प्रिपेयर गरेको छ तिनीहरूलाई चाहिँ एउटा भाँडामा राखेर म्यास गर्ने. सबैभन्दा फर्स्टमा मैले राख्छु यसमा आलु, त्यसपछि मसिनो गरी काटेको प्याज, धनिया, ब्याटरको कन्सिस्टेन्सी चाहिँ यतिको हुनुपर्छ. यो चाहिँ धेरै गिलो पनि हुनु हुँदैन र धेरै बाक्लो पनि हुनु हुँदैन. यो चाहिँ एकदमै ठिक्क छ र भिडियोमा जस्तो देखिए पनि. अब मैले ग्लोभ्स लगाइसकेँ. मैले चाहिँ यसमा भएको सबै इन्ग्रेडिएन्ट्सहरूलाई अब स्म्यास गर्छु एकदमै राम्रोसँग. धेरै स्म्यास चाहिँ नगर्ने, हल्का हल्का मात्र गर्ने. म्यास गरेर राखेको आलुलाई चाहिँ मैले सेप दिइसकेँ. अब यसलाई यसरी गलो गलो बनाएर ब्याटरमा डुबेर अनि तेलमा डिप फ्राई गर्ने. यो चाहिँ यस्तो भएको छ. यसरी गरेर छुट्टै राख्यो भने चाहिँ सजिलो हुन्छ. सुरुमा नि यसरी राख्यो भने